हेलो एभ्रिवान, आज चाहिँ हामी टोकियोको टिम ल्याब भन्ने एकदम लाइटिङहरू देखाउने लाइटिङ होइन त्यो एक्जिबिसन लाइटिङहरूको चाहिँ लाइटिङहरू लाइट्सहरूको बल्ब्सहरूको होइन एलइडी लाइटहरूको एउटा के भन्छ पुरै बिल्डिङलाई डेकोरेट गरेको छ त्यही हेर्न आएको छौँ होइन। यो चाहिँ टिम ल्याब के कुन ठाउँ रे मोरी टोकियोको मोरी भन्ने ठाउँमा आज चाहिँ अब हामीहरूको 4:30 बजेदेखि छ इन्ट्री। अहिले भर्खर 4 बज्दैछ। हामी चाहिँ वेटिङमा यहाँ भित्र बसेर वेटिङ गर्नु भन्यो। अहिले भर्खर एकजना बाहिरको यता बाटोहरू देखाउने एउटा म्याडमले, त्यही भएर चाहिँ अब हामी वेटिङमा छौँ। हामी 3 जना, मेरो बुढी छानो पापाको आज बर्थडे छ। आज मेरो बर्थडेमा पापालाई सरप्राइज दिएर ल्याएको अरे मेरो बुढी र छोराले, हो कि होइन? यस भन्नुहोस् यस। त्यही भएर अब हामीहरू चाहिँ भित्र गएपछि चाहिँ त्यहाँको सबै भिडियोहरू बनाउँछौँ। सो हामीसँगै रहनु होला, कतै नजानु होला। Some of the rooms are hard to find. Artworks leave rooms, move through the halls, and enter other spaces. यहाँदेखि चाहिँ तल जानुपर्ने रहेछ टिम ल्याबको। यो चाहिँ मोरी बिल्डिङ हो। यहाँदेखि चाहिँ यसरी भित्र। वाउ, वेलकम टु टिम ल्याब। मेरो छोरो हो यो, निदाउनु आँटेको थियो, अहिले चाहिँ पुरै मोडमा छ। आमा छोरा इन्जोय यो मोमेन्ट इन्जोय गर्दैछन् आज मेरो बर्थडेको दिन। सो अलिअलि चाहिँ डार्क हुने रहेछ, बट ओभरअल एकदम राम्रो छ। आँखाले हेर्दा चाहिँ अब क्यामेरामा चाहिँ कस्तो आउँछ मलाई थाहा भएन होइन। आमामा, फेरि यहाँ चाहिँ सिसा रहेछ क्या अगाडि। फेरि सिसामा रिफ्लेक्सन आएर यताको सामान उता यताको भ्यू उता यताको भ्यू उता हुने रहेछ। वाउ, आमा छोराको इन्जोय हुँदैछ अहिले। ह्याप्पी जाने ह्याप्पी। ओ छोरा चाहिँ पुरै इन्जोय गर्दैछ होइन। म चाहिँ हेर्दैछु। यो टिम ल्याब चाहिँ एकदम राम्रो लाग्यो मलाई अहिले। फर्स्ट टाइम आएर होला, अब अरू चाहिँ हेरेको छैन, तर मलाई यो फर्स्ट टाइम आएकोले चाहिँ एकदम राम्रो देखिरहेको छ अहिलेसम्म चाहिँ होइन। हेरौँ भित्र अझै एक्सप्लोर गर्दै जाउँ के छ सिसाको अहिले। ल ल हिँड्नुहोस्। मेरो छोरी चाहिँ डरायो, यहाँ तल यस्तो सिसा रहेछ क्या। वाउ, अनि यो अलिकति भित्र छिरेर चाहिँ यस्तो छ। यो चाहिँ मेन पोइन्ट, मेन एट्र्याक्सन पोइन्ट रहेछ। वाउ, यो चाहिँ मेन एट्र्याक्सन पोइन्ट रहेछ यो टिम ल्याब भित्रको। त्यही भएर यहाँ चाहिँ सबैजना बसिरहेछ। यो चाहिँ बिचको भाग। त्यसै गरी यता अरू
त्यो ढोकाबाट हामीहरू आएको। यो चाहिँ अर्को कोठा रहेछ। यहाँ चाहिँ सानो एउटा रेक्टेङ्गल साइजको एउटा रुम रहेछ हैन। यसमा चाहिँ अनि यस्तो खालके डिजाइनहरू लाइटको छ। यो चाहिँ चिकन। यहाँ चाहिँ बाघ। यहाँ चाहिँ पिकक। पिककको डिजाइन। फ्लावर को हैन अहिले लाइट आइरहेको छ। यो एनिमेसन चाहिँ एकदम दामी देखिरहेछ अहिलेसम्म। एकदम राम्रो है। आज चाहिँ फुल र बटरफ्लाई हो कि क्या हो कि सधैँ यस्तै हो? राम कस्तो लाग्यो छानु छोरो आजको लाइटिङ, आजको घुमाइ? हेलो एभ्रिवान, म पापालाई धेरै धेरै थ्याङ्क यू भन्नु चाहन्छु। भन्नु पापालाई कि मामालाई? मेरो बुढी र छोरा चाहिँ एकदम के हुन्छ, एउटा फेरी टेलको एउटा हुन्छ नि, एउटा सिनमा उडे जस्तै देखिरहेछ। दुईजना खेले जस्तै बगैँचामा। मामा उड्नु भयो पापा?
अगाडि अझै एक्जिट हो कि के हो होइन होइन न राउन्ड हान्नुपर्छ हामी चाहिँ एकदम कन्फ्युज भएर हिँड्दैछौँ कता हो कता बट यहाँको जुन आइरहेको छ नि अहिले स्क्रिनमा त्यो चाहिँ चेन्ज हुने रहेछ टाइमै पछि कति टाइम हुन्छ यसको होइन त्यसपछि चाहिँ यो चेन्ज हुने रहेछ फेरि यहाँ अर्को रहेछ ओहो यहाँ पनि मेन Hi China. Hi Mama. Are you enjoying? Hi happy baby. स्पोन्ज बब यहाँ बस्छ है सानो यो नाम पनि बिर्सेँ स्पोन्ज बब सानो ठुलो भइरहेको छ Turtle. मामा हेलो Hi. Hi wow. Pata. ओइ सेन्सरको रहेछ होइन यहाँ चाहिँ डिजिटल यो सेन्सरबाट काम गर्ने रहेछ टच गर्दा चाहिँ भाग्ने रहेछ जस्तै अब मैले यहाँ एउटा माछालाई छुएँ भने यो चाहिँ भाग्ने रहेछ ओस जेलीफिस चाहिँ भाग्दैन रहेछ माछा र टर्टल चाहिँ भाग्ने रहेछ आजको मेरो बर्थडे स्पेसलमा घुमाउनु लिएको बुढी र छोराले आज चाहिँ छोरा र म चाहिँ पुरै इन्जोय गरिरहेको छौँ होइन नि हामीहरूको यो चाहिँ एकदम अविस्मरणीय अविस्मरणीय क्षण रहनेछ छोरा यहाँ एकदम इन्जोय गरेको छ अघिसम्म निन्द्रा लागिरहेको थियो अहिले खेल्दैछ अर्को आर्ट रुम रहेछ यहाँ यहाँ त बस्ने ठाउँ पनि रहेछ त सानो पुतली सानो पुतली Butterfly.
We don't already have a list of what's that. मेरो बुढी एकदम गहिरो विश्लेषणमा छ है। यहाँ चाहिँ पुरै डिस्को रहेछ। मान्छे त हराउने रहेछ त। यहाँ चाहिँ क्रिस्टलहरू रहेछ मेन एट्र्याक्सन। यो पो हो त टिम ल्याब भनेको त। वाउ, यो हो नि त मेन रहेछ त। यहाँ चाहिँ बस्ने टाइम 3 मिनट रहेछ होइन। 3 मिनट हेरेर चाहिँ फर्किनु पर्ने। त्यही भएर यो चाहिँ मेन रहेछ। यसको फ्लोरमा पनि देख्न सकिन्छ। वाउ, सबैभन्दा दामी ठाउँ यो हो। 3 मिनट हो, हामीको 3 मिनट सकिसकेको छ। अब हामी निक्लेर जान्छौँ। लाइट चेन्ज हुँदैछ होइन। 3 मिनट चाहिँ अलिक कम्ती भयो। एकदम राम्रो छ यो क्रिस्टलहरू। ल जाउँ है बुढी। अब हामीहरूको चाहिँ एक्जिट यहाँबाट हो। यसको ठ्याक्क अपोजिटमा आमा छोरा खेल्दैछ। Let's move. Bye bye. See you next time. Bye bye. So आजको हामीहरूको यो टिम ल्याम्प
म्युजियमभित्र छिरेर आजको घुमाइ हामीहरूको कम्प्लिट भएको छ र भित्र चाहिँ एकदम राम्रो होइन डिस्प्लेहरू राखेको छ डिजिटल जुन चाहिँ जापानकै बारेमा फुलहरू यताउता होइन जनावरहरूको बारेमा अनि त्यस्तैहरू राम्रो खालके डिजिटल एनिमेसनहरू बनाएर चाहिँ त्यहाँ राखेको छ भित्रैभरि भुइँभरि चारैतिर देखिने रहेछ मजाले एकदम इन्जोय गर्यो अलिक भिडियो खिच्दा चाहिँ अलिक लाइटिङ भएकोले अलिक मजाले आउँदैन होला त्यही पनि हेरौँ कस्तो आउँछ एकछिन भिडियो बनाउँदाखेरि अब हाल्दाखेरि कस्तो आउँछ भरे भोलितिर हेर्दाखेरि तर आज चाहिँ इन्जोय भयो मेरो छोराले एकदमै इन्जोय गर्यो र मेरो बुढीको आजको सरप्राइज बर्थडे गिफ्ट यही भयो बुढीलाई धेरै धेरै थ्याङ्क यू सरप्राइज गिफ्ट दिएकोमा मोरी बिल्डिङको टिम ल्याम्प होइन टोकियोको ल्याम्प भन्दो रहेछ ल्याब लिएर चाहिँ सरप्राइज दिएकोमा धेरै धेरै धन्यवाद छ होइन मेरो छोराले इन्जोय गर्यो सानुलाई पनि धेरै धेरै थ्याङ्क यू पापाले आजको ह्याप्पिएस्ट पर्सन होइन पापाको बर्थडेमा सो तपाईँहरूलाई पनि यस्तो खालके म्युजियममा आउनु मन छ भने लाइटिङको यहाँ आएर चाहिँ हेर्न सक्नुहुनेछ अर्को पनि छ टिम प्लानेट भन्ने त्यसले स्पोन्सर गरेको रहेछ त्यो पनि अर्को ठाउँमा छ त्यो चाहिँ म गएको छैन बट यो एकदमै फर्स्ट टाइम एक्सपिरियन्स फर्स्ट राम्रो लाग्यो आउने मन हुनेहरूले आउनु होला एकदमै राम्रो छ होइन टिकट 4000 मोरी बिल्डिङ तपाईँहरूलाई मोरी बिल्डिङको भित्र होइन यो चाहिँ टिम ल्याब समथिङ के नाम छ अहिले मैले बिर्सेँ म लेखिदिन्छु तल डिस्क्रिप्सनमा होइन टिम ल्याब बोर्डरलेस रहेछ नाम चाहिँ यहाँ लेखिरहेछ यो डिस्प्लेमा टिम ल्याब बोर्डरलेस डिस्प्ले होइन डिजिटल आर्ट म्युजियम आउनु होला स्वागत छ त आजको हामीहरूको यो सानो सरप्राइज बुढीको भ्लग यति नै अर्को भ्लग फेरि बनाउला त्यति बेलासम्मको लागि बुढीले सरप्राइज दिन्छ कि म आफै बनाउने हो थाहा छैन फेरि अर्को भ्लग छोराको बर्थडे आउँछ छोराको बर्थडे त्यसपछि तपाईँहरूलाई फेरि अर्को भ्लगमा अर्को ठाउँ घुमेको रमाइलो भिडियो हाल्नेछौँ तबसम्मको लागि चाहिँ हामीहरूलाई बिदा दिनु होला स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् इन्जोय योर लाइफ थ्याङ्क यू भेरी मच